फागुन चैत वैशाख जस्ता महिनामा चाहिँ एकदम सुक्खाका कारणले हरिया घाँसफुस चाहिँ खान पाउँदैन पशुहरूले चाहिँ। र यस्तो बेला चाहिँ प्राय सुक्खा पराल खोस्टाहरू वा नलहरू खाएर चाहिँ पशुहरू हुर्किरहेका हुन्छन्। र यस्तो बेला चाहिँ विभिन्न भिटामिन तथा मिनरलहरूको चाहिँ कमीले गर्दा चाहिँ पशुहरूमा विभिन्न समस्या आउने तथा रोगहरू देखिने चाहिँ समस्या हुन्छ। र यसलाई निर्मूल गर्नको लागि चाहिँ तपाईँले भिटामिन वा मिनरलहरू चाहिँ खुवाउन सक्नुहुन्छ। र बजारमा चाहिँ विभिन्न किसिमका भिटामिन तथा मिनरल पाइन्छन्। यो मध्येमा चाहिँ तपाईँले बेस्ट चाहिँ कस्तो हुन्छ भने जसमा चाहिँ अलरेडी भिटामिन पनि मिसिएको होस्, मिनरल पनि मिसिएको होस्, फोलिक एसिड जस्ता तत्त्वहरू पनि मिसिएको होस्, यस्ता चिजहरू चाहिँ खुवाउनु पऱ्यो। र मिनरल पनि धेरै किसिमका पाइन्छन्। यसमा चाहिँ तपाईँले ग्लाइसिन रिलेटेड मिनरल खुवाउनुभयो भने चाहिँ तिनीहरूको चाहिँ एब्जर्प्सन रेट चाहिँ अरू मिनरलको भन्दा चाहिँ एकदम हाइएस्ट हुने भएकाले तपाईँको पैसा पनि सही ठाउँमा लगानी गरेको चाहिँ त काम गर्नु पऱ्यो। त्यो हिसाबले एब्जर्प्सन पनि हुनु पऱ्यो र पशुमा खुवाइसकेपछि। र यस्तो खालको मिनरल चाहिँ धेरै किसिमको पाइन्छन्। तीमध्ये चाहिँ क्राटोमिन इएलएम गोल्ड भनेर पाइन्छ एउटा, जुन चाहिँ मल्टिभिटामिन विथ म्याक्रो र ट्रेस मिनरल सबै छ यसमा, विथ प्रोबायोटिक पनि। र अर्को चाहिँ प्रोलिमिन आरपी गोल्ड भनेर पाइन्छ,